सबैजनालाई दर्शन नमस्ते। सबै सन्चै आरामै हुनुहुन्छ होला। आज म चाहिँ हाम्रो आकाश भुषाल सरसँग छु। घर कहाँ रहेछ तपाईँको? मेरो गुरुबाकोट 5 हो। गुरुबाकोट 5 सुर्खेत भनेपछि भेराबारी भेराबारी हैन, माथि सारेदेखि माथिपट्टि हो। सारेदेखि माथि कुन ठाउँ? ठ्याक्कै भन्छ कुर्मिलिङले नि भन्छ। कुर्मिलिङ नि सारे हैन, मेलगुना बजारदेखि माथि बजारदेखि फोन कटाउँछ फोन आयो। मेलगुनाको बजारदेखि माथिपट्टि हैन। उहाँको चाहिँ घर उहाँ चाहिँ अब स्टेट भन्दाखेरि उहाँ ठग मान्छे फेरि नरिसाउनु होला है। तपाईँको कामले भने दाइ आउँछ हामी एकछिन है। फोन गराउन ओडाको लिएर हिँडेको ठग त होइन। हामीले त्यो पठाउने मान्छे यहाँ चाहिँ के गर्नु भएको छ भने चाहिँ यो डकुमेन्ट बोकेर यहाँ काम पर्यो कि त्यही भएर हो दाइ। फोन गराउनु आर्थिक सहयोगको लागि काली दाइ राख्नु केही हुन्न एकछिन। केही खान्छ भने खान्दिनु। अनि यो रसिद लिएर आउनु भएको छ हैन। यो 899 सहयोगको रसिद नम्बर मिति छ हैन। यसमा के लेखेको छ भन्दा कालीमाटी गाउँपालिका 2 सल्यान निवासी वर्ष 47 कि अमृता ओलीको टाउको दायाँ भाग खपडी फुटी गिटी निस्केको र बिरामीको श्रीमानको खुट्टा अपाङ्ग भएकोले उपचारका लागि निजको घरको आर्थिक अवस्था कमजोर भएकोले थप उपचारको लागि आर्थिक सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ भन्दा यसरी चाहिँ यो देख्न सक्नुहुन्छ। यो चाहिँ कालीमाटी वडा नम्बर 2 ले चाहिँ दिएको रहेछ र मैले उहाँसँग अलिकति शङ्का लाएर सोधपुछ गर्दाखेरि ओडाजीज्यूसँग मैले कन्ट्याक्ट गरेर उहाँले नम्बर दिनुभएको स्विच अफ थियो। अनि मैले उहाँ चाहिँ कुनै बुद्धिजीवी तपाईँको आफन्तैको नम्बर दिनुहोस् म बुझ्छु भन्दाखेरि अब किनभने धेरै मान्छे अब कतिपय पीडित नै हुनुहुन्छ होइन। कतिपय मान्छे यही पीडितको चाहिँ मौकामा चौका छोप्ने मान्छेहरू हुनुहुन्छ। त्यस्तै शङ्का लाएर मान्छे हेर्दा सोझो। अनि मैले बुझ्दै जाँदाखेरि डकुमेन्टहरू सबै छ यस्तो बनाएर हिँड्नु भएको छ। अनि के अरे यो चाहिँ कालीमाटी गाउँपालिका वडा नम्बर 2 को अध्यक्षज्यूसँग इन्द्र ओली भन्ने अध्यक्षज्यू हुनुहुँदैछ। उहाँ सरसँग कन्ट्याक्ट गर्दा उहाँले चाहिँ होइन सर 2-3 वर्ष अगाडि चाहिँ त्यो हामीले सिधै दिएको हो, अहिले चाहिँ होइन, यस्तो घटनाहरू धेरै ठाउँ भइरहेको छ सर। मलाई चाहिँ दाङतिरबाट यस्तो कम्प्लेन आइरहेको छ सर। त्यो मान्छेलाई नियन्त्रण लिएर त्यहाँ सम्बन्धित निकायसँग बुझाइदिनु पऱ्यो र यो डकुमेन्टहरू पनि नियन्त्रण ल्याइनु पऱ्यो भन्नुभएको थियो। र हजुरसँग डकुमेन्ट के छ भन्दा उहाँले यो कालीमाटीबाट यो उपलब्ध भएको डकुमेन्टहरू चाहिँ यो फेक डकुमेन्टहरू मलाई दिनुभयो र मैले राखेको छु। यहाँको हाम्रो सुबुगनाको स्टाफलाई कन्ट्याक्ट गरेर उहाँलाई जिम्मा दिँदैछु मैले। अब दाजु तपाईँको हातखुट्टा यत्रो छ है, तपाईँ गरी खान सक्नुहुन्छ। यसै चाहिँ उहाँले धेरै ठाउँमा उठाउनु भयो, लगभग 20-21 दिन भयो उठाउनु लाग्यो भन्नुहुन्छ। अब मान्छे पनि चिन्नुहुन्न रहेछ त्यो बिरामी को हो के हो भन्दा उहाँले चाहिँ स्वयं स्वीकार्नु भएको छ, गल्ती भयो भन्नु पनि भएको छ। अब यसरी चाहिँ हेर्नुहोस् उहाँले आफै लेख्नु भएको छ। यो सबै उहाँ चाहिँ सहयोग गरेको उठाउँदै आउँदाखेरि यहाँ आउनु भएको थियो। यहाँ आएपछि मैले शङ्का लागेर उहाँलाई चाहिँ अनुसन्धान गर्दाखेरि उहाँ चाहिँ के थर्यो त तपाईँ ठग थर्यो हो। उहाँलाई मैले ठगको ट्याग दिएँ है। तपाईँ चाहिँ इलेक्ट्रिक सम्बन्धी काम गर्ने मान्छे गरी खानुहोस् के दाइ होइन र। हेर्नु त यत्रो ब्याग बोकेर कम मेहनत छ त ठग्नलाई पनि असिनल पसिनो गरेर हिँड्नु भएको छ। उहाँले हामीलाई पानी पनि दिउँ, पानी पनि खुवायौँ होइन। यो चाहिँ नगर्नु है। अघि चाहिँ उहाँले मेरै दिदी भन्नुभएको थियो। गर्दा गर्दा आएर म त त्यो दिदीलाई पनि देखेको छैन होइन भनेर स्वीकार्नु भएको छ। अब भयो भने अब उहाँलाई लिइसकेपछि अब मैले सम्बन्धित निकायलाई बुझाइदिन्छु है। दाजु एकचोटि आइ गरिदिनुहोस्। अब यस्तो गर्नु हुँदैन क्या तपाईँ। हुन्छ हो बरु म अब हजुर म त गरिब छु सक्दैन भनेर माइ खान हिँड्नुहोस् होइन। तर यो अघि चाहिँ नहिँड्नुहोस् भन्ने मात्रै हो क्या। बरु म होइन म काम गर्नु सक्दैन हजुर पैसा दिनुहोस् न तपाईँ बुझिदिनुहोस् होइन। हामी दिन्छौँ हो कि तपाईँ सबैले दिन्छ। तर यस्तो यो अर्काको नाम बेचेर यो काम चाहिँ नगर्नुहोस्। अर्काको नाम बेच्नु चाहिँ राम्रो होइन। मलाई त्यही भनेर पठाएन, डकुमेन्ट लिएर पठाएँ। अब म त आएँ। तपाईलाई त अनि अर्को फेक मान्छे पठायो नि त। तपाईले के उठाइरहे। अब तपाईले त हामीले तपाई नै बेमान हो नि त। हैन अब सुन्नु तपाईले मलाई बुझाउनु म त्यसलाई ल्याउँछु त्यहाँ वडा अध्यक्षसिम। अब अध्यक्षले के भन्नुभयो तपाईलाई? सुन्नु भयो अध्यक्षले यो चाहिँ तपाईले राख्नुस्, यो जसरी भए पनि यो मेरो यहाँ सामान पठाइदिनुस्, उहाँलाई पनि अब नियन्त्रणमा ल्याउनुस् भन्नुभयो। उहाँले जे भन्नुभयो ठिकै भन्नुभयो। अब यस्तो नभन्नु है। बरु सुन्नु न यो डकुमेन्ट नदेखाउने के बरु ल हजुर म गरी खान सक्दैन हजुर मलाई दिनुहोस् भने यहाँ आउने पर्दैन। तपाईँ कस्तो मन्दिरमा गएर बसे भइहाल्यो नि होइन र। देउटीपछि मन्दिर के आउँछ कि मेरो दाइ है। बाई बाई गरिदिनुहोस्।